दर्शन नमस्ते सबैजनामा। अहिले म आइपुगेको छु पाटन दरबार स्क्वायर। एकदम सुन्दर पाटन दरबार स्क्वायर विश्व सम्पदा सूचीमा सूचीकृत हाम्रो नेपालको धरोहर हो। एकदम सुन्दर ठाउँ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ नेपालको कलाकृतिहरू, सामानहरू, अनेकौं सामानहरू बेच्न राखिएको छ। यहाँ भीमसेन मन्दिर, पाटन कृष्ण मन्दिर सबै हेर्न लायक ठाउँहरू छन्। विदेशी पर्यटकहरू प्रशस्त मात्रामा आउँछ यहाँ। तपाईहरु देख्न सक्नुहुन्छ यो सुन्धाराबाट त्यही हो पैदल मार्ग 40-45 मिनेटको बाटो छ भने सवारी साधनमा 7-10 मिनेट मात्रै हो। एकदम नजिक छ। यी नजिकै पिम्बाल पोखरी पनि छ। तपाईहरु दर्शन गर्न सक्नुहुन्छ। त्यहाँ पनि एकदम राम्रो छ। जुन यहाँदेखि पैदल मार्ग सिर्फ 10 मिनेटको बाटोमा छ। त्यो पनि मेरो पहिला भिडियोमा हेर्न सक्नुहुन्छ तपाईहरुले। पिम्बाल पोखरी तपाईहरुले हेर्न चाहनुहुन्छ भने एकदम सुन्दर ठाउँ छ त्यो पनि। हाम्रो नेपालको सामानहरू अनेक हेर्न सक्नुहुन्छ। यहाँ पनि सुन्दर बुद्धको स्तूप बनाइएको छ सेतो कलरमा, एकदम दामी। यहाँ चाहिँ ढुङ्गे धारा रहेछ। ओहो कति दामी ढुङ्गे धारा रहेछ। यहाँ त 3टै धारा चालु रहेछ। यहाँ कहिले नसुक्ने र एकदम सफा पानी पिउने पनि पानी भन्थ्यो। यो चाहिँ मैले कता भिडियोमा देखेको थिएँ। यही रहेछ क्या। यस्तो दामी रहेछ। तपाईहरुलाई मैले देखाउन सफल भए आज। तपाईहरु हेर्नुहोस् यस्तो दामी छ। हिउँदै बर्खा एकदम सफा हुन्छ र एकदम चिसो अरे क्या यो चाहिँ एकदम पानी। आमामा यस्तो दामी। 3टै धाराबाट पानी आउँदो रहेछ। कति दामी। जमिनको सतह माथि छ। त्यहाँबाट यत्रो तल 10 मिटर जति गहिरोमा नि यो पानी ढुङ्गे धारा। कति सुन्दर ठाउँ छ नेपालमा। यस्तो ठाउँहरू हाम्रो ठाउँहरू यस्तोहरू हेर्नु पाउँदाखेरि मनै खुसी हुन्छ। परेवा पनि भिजेर पुरा मजा लिँदैछ क्या। यहाँबाट देख्न सक्नुहुन्छ यो कृष्ण मन्दिर हो। सबैभन्दा पुरानो मन्दिर। जुन मास्तिर दोस्रो लेभलमा जान पाइन्छ त्यहाँदेखि उभो जान पाइँदैन। माथि फोटो भिडियो पनि खिच्न पाइँदैन। तल भुइँतिर मात्रै हो। यसमा चाहिँ हाम्रो कलाकृति छ। यसमा चाहिँ तपाईहरु टिकट काटेर जान सकिन्छ। यसमा चाहिँ 25 रुपैयाँ कि कति लाग्छ एक प्रति व्यक्ति। भित्र म पहिल्यै गइसकेको छु। म आज जाँदिनँ। तपाईहरु जान चाहनुहुन्छ भने यसभित्र जान सक्नुहुन्छ। एकदम पुरानो कलाकृतिहरू हाम्रो देशको मूर्तिहरू बारेमा के सबै संग्रहालय छ। यहाँ भित्र चाहिँ देख्न सक्नुहुन्छ। 2 तला 3 तला छ। भित्र धेरै एरियामा घुम्न सकिन्छ। यहाँ चाहिँ के गर्न पाइने नपाइने पुरा लेखिएको रहेछ। धुम्रपान मद्यपान गर्न नपाइने यो पाटन दरबार स्क्वायर एरियामा। मोटरसाइकल तथा 4 पाङ्ग्रे सवारी प्रवेश निषेध। तर प्रवेश त गरिरहेछ टन्नै। भनेको यो कृष्ण मन्दिर हो। एट्र्याक्सन भनेको यहाँ एकदम पुरानो। अहिले चाहिँ म गोल्डन टेम्पलमा आएको छु। गोल्डन टेम्पलमा म पहिलोचोटि आएको। यो पनि अलिअलि मर्मत गर्दै रहेछ। बिचमा अलिअलि बनाउँदै रहेछ। पाटन दरबारदेखि बस 5 मिनटको दूरीमा छ यो। यहीँ परतिर पाटन दरबार भयो। त्यहाँदेखि म हिँडेर यहीँ आएको। नजिकै छ। गोल्डन टेम्पल पनि देखिहाल्नुभयो। भित्रभित्र अनगिन्ती प्रतिमाहरू राखिएको रहेछ बुद्धको। विदेशी पर्यटकलाई पैसा लाग्दो रहेछ भित्र छिर्नको लागि। नेपालीलाई लाग्दैन। यता जान सकिन्छ पाटन दरबार स्क्वायरतिर हो। ठ्याक्कै यो गल्लीबाट आउँदाखेरि ठ्याक्कै यहाँ यो कालो पत्थरको यो के भन्छ यो देखिन्छ गेट। यहाँ भित्र हो ठ्याक्कै गोल्डन टेम्पल चाहिँ। यहाँ लेखिरहेछ गोल्डन टेम्पल। यसो हेर्दाखेरि चाहिँ बसन्तपुर दरबार स्क्वायर भयो, पाटन दरबार स्क्वायर उस्तै देखिन्छ। अलिकति यो कृष्ण मन्दिरले मात्रै अलग देखिन्छ। नत्र सबै उस्तै देखिन्छ। पुरानो स्ट्रक्चरहरू देख्न सकिन्छ। एकदम दामी छ। धन्यवाद तपाईहरुलाई अहिलेसम्म साथ दिनुभएकोमा, भिडियो हेरिदिनु भएकोमा। जानकारी कस्तो लाग्यो आजको? तपाईहरुले लाइक कमेन्ट गरेर सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।